35 वर्षदेखि तिनीहरूले लुटेकै कारणले गर्दा अहिले जनताले जनमत परिवर्तन गरेका हुन्। फेरि लुट भनेर जनताले जनमत दिएका होइनन्। यो कुरा हेतकार होस्। हिजो उनीहरूका मन्त्री खुलमखुला धम्की दिन्थे, आज तपाईँहरूका मन्त्री संसदको रोस्टरमा बसेर धम्कीमा भाषण गरिरहेका छन्। हिजो उनीहरूका विरुद्धमा बोल्दा कार्यकर्ताले सडकमा आक्रमण गर्थे, आज तपाईँहरूका विरुद्ध बोल्दा तपाईँहरूका कार्यकर्ता सामाजिक सञ्जालमा सङ्गठित रूपमा चरित्र हत्या गर्छन्। फरक यति मात्र हो, आक्रमण हिजो सडकमा हुन्थ्यो, आज डिजिटल माध्यमबाट। हिजो आक्रमण भौतिक रूपमा हुन्थ्यो, आज मानसिक रूपमा। हिजो पनि राज्य शक्तिको प्रयोग गरेर असहमतिको आवाज उठाउनेलाई दबाउने प्रयास गरिन्थ्यो, आज पनि गरिँदैछ। हिजो पनि आलोचकलाई शत्रु ठानिन्थ्यो, आज आलोचनालाई विकास विरोधी ठानिन्छ। फरक के रह्यो तपाईँ र उनीहरू बिचमा? हामी गरिब हुन सक्छौँ तर बेइमान हुन सक्दैनौँ, बरु भोकै बग्न सक्छौँ तर इमान बेच्दैनौँ, सत्यको पक्षमा उभिन डराउँदैनौँ। आज पनि हामी कुनै व्यक्ति विशेषका विरुद्ध होइन, हामी सत्यको पक्षमा छौँ। राज्यको राजस्व जोगाउनुपर्छ भन्ने पक्षमा छौँ, जनताको सम्पत्तिको रक्षा गर्नुपर्छ भन्ने पक्षमा छौँ। त्यसैले फेरि एकपटक यो संसद मार्फत आग्रह गर्न चाहन्छु, निष्पक्ष संसदीय छानबिन समिति गठन गरियोस्, सत्य बाहिर ल्याइयोस्, जोसुकै भए पनि कानुनी दायरामा ल्याइयोस्। म सरकारलाई यो माग गर्न चाहन्छु। हामी सत्यको पक्षमा एक्लै भए पनि लडिरहन्छौँ, डटिरहन्छौँ। राष्ट्र र जनताको हितमा आवश्यक परे ज्यान बलिदान दिन तयार छौँ र भएका पनि हौँ, पछि हट्नेवाला छैनौँ। त्यो भएर सम्माननीय सभामुख कसैलाई लाग्न सक्छ, पढे लेखेका मानिसहरूले अपराध गर्दैनन्, तर इतिहासले त्यस्तो देखाएको छैन। सम्माननीय सभामुख महोदय, अर्थशास्त्रमा उच्च शिक्षा हासिल गरेका, विश्वका प्रतिष्ठित विश्वविद्यालयबाट विद्यावारिधि गरेका डाक्टर रामशरण महत, डाक्टर प्रकाश चन्द्र महत, डाक्टर युवराज खतिवडा यो देशको अर्थमन्त्री भएकै समयमा देशका ठुल्ठुला भ्रष्टाचार र अनियमितताका घटनाहरू सार्वजनिक भएका छन्। त्यसैले केवल शैक्षिक योग्यता नै इमानदारिता र सुशासनको ग्यारेन्टी होइन। म बारम्बार भन्छु सम्माननीय सभामुख महोदय, हाम्रो देशको प्रधानमन्त्री सुशासनको पक्षमा भ्रष्टाचारका विरुद्ध कडा कदम चाल्नुहुन्छ भन्ने भरोसा र आशा अझै जीवित छ। हामी सरकारको सुशासनको पक्षमा खुलेर साथ दिइरहेका छौँ र दिन्छौँ पनि। हामी विरोधका लागि विरोध गर्दैनौँ, तर बेथुजीका विरुद्ध संसदमा आवाज उठाउँछौँ र उठाइरहन्छौँ पनि। किनकि संसद भनेको जवाबदेहिता खोज्ने, जनताका मुद्दाहरू उठाउने, ऐन नियम बनाउने थलो हो। सत्तापक्ष र प्रतिपक्षको बिचको चर्काचर्की हुनु, बहस हुनु संसदको मर्यादा र संसदीय अभ्यास हो।